स्वागत छ तपाईहरुलाई टेक सपोर्टमा। आज म तपाईहरुलाई कनेक्ट आईपीएस को कारोबार सीमाको बारेमा बताउन गइरहेको छु। कनेक्ट आईपीएस बाट अधिकतम रकम एकचोटीमा कति पठाउन मिल्छ र न्यूनतम रकम कति पठाउन मिल्छ यो भिडियोमा सम्पूर्ण जानकारी पाउनुहुनेछ। कनेक्ट आईपीएस को कारोबार सीमा हेर्नका लागि सर्वप्रथम कनेक्ट आईपीएस एपमा लगइन गर्ने। लगइन गरिसकेपछि माथि कुनामा रहेको थ्री लाइनमा क्लिक गर्ने। त्यसपछि स्क्रिनलाई स्क्रोल गरेर हेल्प एन्ड सपोर्टको तल ट्रान्ज्याक्सन लिमिटमा क्लिक गर्ने। ट्रान्ज्याक्सन लिमिटमा क्लिक गरिसकेपछि यस प्रकारको इन्टरफेस खुल्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ ट्रान्ज्याक्सन लिमिट इफेक्टिभ फ्रम 19 मङ्सिर 2078 अनलाइन च्यानल मोबाइल च्यानल र मोबाइल च्यानल हेर्न सक्नुहुन्छ। म्याक्सिमम अमाउन्ट पर ट्रान्ज्याक्सन अनलाइन च्यानल 20 लाख, मोबाइल च्यानल 2 लाख। ट्रान्ज्याक्सन पर डे काउन्ट अनलाइन च्यानल 100, मोबाइल च्यानल 100। म्याक्सिमम ट्रान्ज्याक्सन अमाउन्ट पर डे अनलाइन च्यानल 20 लाख, मोबाइल च्यानल 2 लाख। यो रहेको छ कनेक्ट आईपीएस को कारोबार सीमा। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै टेक्निकल सम्बन्धी भिडियोहरु म तपाईहरु समक्ष प्रस्तुत गर्न सक्छु।